तेरो घर कहाँ अरे यहाँ त के मेरो को तिनीहरूको भन्नु म जिम हाल्न फेरि तैँले हान्ने हान्ने त तँ हान्ने अहिलेसम्म भन्ने छ म आज यस्तो गरौँ भने अहिले फेरि तेरो कहाँ अरे भन्नु फेरि तैँले हान्ने त नगर हान्ने नरोकिन हान्ने हो झ्याप्पै हान्ने नि झ्याप्पै हो मजा आइरहेको हो हान्ने ल्यायो झ्याप्पै यहाँ रङले रङदेलले भाइ दुईवटा हुन नि रङदेलले घर कहाँ अरे भाइ यहाँ त के कसो रे नैनी तिमी त ओर बेच्न भन्नु के हो जो हो जो ल्याङ्गु न म जिममा जिममा हाने म त खोल्छु भयो म त्यस्तो मान्छे म खोल्छु भयो होइन ओभर के मलाई भन्नु होइन मलाई ओभर के म धेरै आएन अहिले पनि त्यही हो यति बढी ल्याएपछि यति हाल ठिकै छ बढी ल्यायो भने चाहिँ यति छ नदी यति छ मैले तिमीलाई त जोरमा डन बेच्नु भन्छ के हो बाटो डनी हो म त यहाँ बस्नु एकछिन क्या यहाँबाट बस्न भन्नु के भन्नु तिमी अहिले जोरबाट डन बेच्नु भन्छ के हो डनी हो म त धनी हो तिमीले कलर कति के कखाबाट नि ए फिट तिम्रो पारामा ठिक लागेन एउटा तिम्रो नि बोलाउनुहोस् त्यसलाई बोलाउनुहोस् ल भर्खरै बोलाउनुहोस् तिमीले मलाई अघि नैबाट न्यु खोजिरहेको थियौ म तपाईँलाई के भनेको नराम्रो तपाईँलाई के भनेको तिमी खोजेको म त रिस उठेको थिएँ दाजु म त नराम्रो के भनेको छ नराम्रो मैले तपाईँलाई के भनेको भर्खर बोलाउनुहोस् म तपाईँलाई नराम्रो मैले के भनेको तपाईँले नराम्रो तिमीले भन्याबाट मलाई एकछिन हाँसो मजाले भयो भने त सिद्धियो तर मैले बाह्र त भनेको थिएन मैले बाह्र बनाएको बाह्रमा मैले के भनेको थिएँ भनेको के भनेको थिएँ के भनेको मैले म ल्याङ कुरा म यो मेरो रिउट जान्छ म चाँडो रिसन रफ छ त गर्ने होइन राम्रो छ बोला होइन रफ छ त होइन माथि म फेरि ज्यादा ल्याङ गुर्नु आउनुहोस् मैले तपाईँलाई नराम्रो मैले के भनेको कस्तै नराम्रो बोलेको थिएँ म के भनेको थिएँ भनेको मेरा फेरि रिस उठ्यो नि झन् मेरो रिस उठ्नु त नराम्रो छ मैले के भनेको भन्छु कस्तै नराम्रो बोलेको नराम्रो के भनेको थिएँ भन्नुहोस् है आज होलीबाट होलीमा हाँसो मजाक हुन्छ त आफ्नोमा छ एक्कासी भेट भयो नि आफ्नोमा छ क्या तर मैले तपाईँले भक्कर भइमा चिन्जानी जे पनि अघि पहिले भइगएको थियो तर मैले म भन्छु चिन्जानी भइएको थियो पहिले भइएको थियो तर मैले तपाईँलाई अलिकति चिन्न खाएँ त मैले चिन्जानी गरेँ सिद्धियो मैले रस त के भनेको थिएँ भन्छु अहिले भर्खर आउनुभयो अहिले खाने भन्छु यिनी भने नि मैले मोबाइल हेरेन तिर हेर्छु नि त्यो मोबाइल खेल्न सकिन्छ के मार्नु म हान्ने मैले नहीं मेरो रिस उठ्यो भने हान गर्ने बा त उपार बाटन गयो है यता गर्ने न होइन बाटोमा गरेर हान्न त जाउन माछा जाम कहाँ जाने पहिला हान्ने के ओ माथि बाहर पहिला हान्ने के पहिला हान्ने न दाइ हो चौरी जाऊ भाइ कति सहिले किन नगरी जग्गा त पनि दिनु पाएँ मात्र के ले याद भ्यान्छु आज होली हो यार भ्यान्छु होली भने के होली हो आज दाइले सामान पाइन पाइन सामान पनि राखेन पारी बारी जाऊ कहाँ हान्न छैन म जाम नि म रक्सी कहिले खाने खानु रक्सी माट हो रक्सी मैले कहिले खाने खान्न रक्सी नानी तिमी दाजुले माटे खाऊ अहिले म कति आएन अब माटे खाऊ मैले कहिले रक्सी खाने खान्न अब माटे खाऊ रक्सी मैले कहिले खाना खान्न पारी बारी जाऊ लर्न मोबाइल पनि हेर्नु फुट्ला के मोबाइल म तिमी त फाल्न पर्छ नि मोबाइल यो मोबाइल त मैले हेरिरहेको छु र एक त यी भइरहेको तपाईँ त्यो रेकर्ड तपाईँले घर भ्याएन हेर्नु त त्यसमा रेकर्ड भ्याएन त एकछिन भाइ म त अब म हेर्दै सामान एकछिन त यसमा कुरो गर्छु कुरो गर्छु के एकछिन तपाईँले गाना खावा खोज्नु भ्याएको गाना भन्नुहोस् तपाईँले चाहिएको आइदिनु प्याङहरू के त्यो कुरा होइन प्याङहरू के तपाईँले चाहिएको प्याङहरू के तपाईँले चाहिएको आइदिनु भन्नुहोस्
प्याङ गरेको तपाईँ चाहिएको होइन प्याङ गरेको हो यसले सुन्नुको कुरो बुझ्छौँ हामीले होइन सरी यहाँ बुझ्छौँ छैन ल धेरै माल्नु फेरि के छ यहाँ कति उठ्छन् रिस प्याङ गरेको है के छ रिस यहाँति फेस फेस आज अब घर ओ फेस आज फेस आज जान्नुहुन्छ हेलो गाइस जान्नु हल्का प्याङ गरेको